अफ्रिकन फुटबलमा नपत्याउँदो घटना घटेको छ साथीहरू। एकदमै अचम्मको ड्रामा होइन। 2 महिना अगाडि सेनेगलले जितेको एफकनको उपाधि अहिले आएर मोरोक्कोले जितेको छ क्या। आज आएर मोरोक्कोले जितेको छ 2025को एफकनको उपाधि। 2025को एफकनको फाइनल म्याच मोरोक्को भर्सेस सेनेगल थियो, जुन चाहिँ जनवरी 19मा समापन भएको थियो र सेनेगलले चाहिँ एक गोल गर्दै 94th मिनेटमा एक गोल गर्दै मोरोक्कोलाई हराउँदै होइन एकदमै नाटकीय ड्रामा भएको थियो होइन। त्यो गेममै पनि एकदमै ड्रामा भएको थियो होइन। प्लेयरहरू सब ग्राउन्ड छोडेर गएको थियो होइन। कोचहरू होइन पछि बल्ल बल्ल मानेले पकाए, यता रेफ्रीहरू के कुरा गर्दा गर्दा बल्ल बल्ल यो म्याच समापन भएको थियो र यो फाइनल म्याच चाहिँ सेनेगलले 1-0 अग्रताले जित्दै एफकनको उपाधि जितेको थियो भने आज आएर होइन सेनेगललाई चाहिँ प्रोटेस्ट लागेसँगै मोरोक्को चाहिँ 2025 एफकनको विनर हुनलाई सफल भएको छ। खासमा यस्तो चाहिँ किन भयो भन्दा सीआईएफको नियम अनुसार खेलको क्रममा मैदान छाड्नु गम्भीर अनुशासन उल्लङ्घन मानिन्छ। मोरोक्को फुटबल महासङ्घको अपिलपछि सीआईएफले अपिल बोर्डले सेनेगलले खेल फर्फिट गरेको ठहर गरेको हो। फर्फिट भन्नाले विशेष गरी सजाय वा नियम उल्लङ्घनको रूपमा जफत गर्नु, गुमाउनु वा छोड्नु। त्यसैले नियम अनुसार मोरोक्कोलाई 3-0 को जित प्रदान गरिएको हो। यस निर्णयसँगै मोरोक्कोले आफ्नो दोस्रो एफकनको उपाधि जित्नलाई सफल भएको थियो भने यसअघि पहिलोचोटि 1976 मा मात्र उपाधि जितेको थियो।